आज मैले फेरि कटेजको अगाडि आगो फुकेर आलु पोलेर खाइदिएको कस्तो मजा पो आयो साथीहरू। सधैँ जस्तै आजको दिन अनि आजको मेरो मिनी भ्लगको सुरुवात हुन्छ बिहान पाखै पसलतिर जाने कामबाट। आज भने चाहिँ म कौले थाना बजारसम्म नै पुग्नु पर्ने थियो, त्यसैले चिया पिउँदै घैडे काकाको वेट गर्दै थिएँ। फाइनली घैडे काका पनि आइपुग्यो। अब भने चाहिँ हामी दुईजना कौले थानातिर जाँदैछौँ। सरररर धन्न बरु यो घैडे काकाको स्कुटी छ पो मलाई काम चलिरहेछ, नत्र भने त म हरेक दिन 11 नम्बरको बसमा चढ्न बाध्य हुन्थ्यो। सो फाइनली मेसिन बनाएर सकिसकेपछि अब भने चाहिँ म गए हाम्रो फुपूको पसलतिर आइसक्रिम खान। फाइनली घरमा आइपुगेपछि युनिफर्म लाएर म चाहिँ चल्दिए है त साथीहरू अफिसतिर। फेरि आज धेरैवटा फाइलहरूमा सिग्नेचर गर्नुपर्ने छ अनि आज मेरो भागमा काम परेको थियो ढुङ्गा फुटाउने, त्यसैले जाने बित्तिकै बाहुबलीको स्टाइलमा ढुङ्गा फुटाउन थालिहाले। खाना पनि खानु पर्यो नि त साथीहरू, काम मात्र गरेर कहाँ हुन्छ र। आज त गोलबेडाको अचारसँग 2 थाल भात दन्काइदिने हो। अनि आज फेरि घरमा पाउन पनि आउनु भएछ, त्यसैले खाना खाएर सकिने बित्तिकै म चाहिँ चल्दिए पसलतिर केही सामानहरू लिन। अनि यो टक्ला साउजीले चाहिँ मलाई सामानहरू दिँदै हुनुहुन्छ। हैन किन कन्याउनु भएको होला, तक्लामा पनि जुम्र पर्छ र भने। पाहुनाहरू पनि जानुभयो अनि म पनि आए फेरि यता अफिसतिर काम गर्न। अनि आजको मेरो अफिसको काम चाहिँ यति नै हो। अनि आज त फेरि भाइले यो खाबाहरूको पनि रूप रङ नै बदलिदिएछ। हिजो मैले पोस्ट गरेको भिडियोहरू देखेर धेरै जनाले तिम्रो गाउँतिर हामीलाई नि जग्गा मिलाइदेऊ न भाइ भनेर मेसेजहरू पनि गरिराख्नु भएको थियो। अनि आफूलाई त फेरि जग्गा सम्बन्धी काम नै आउँदैन, जग्गा चाहिँ कसरी मिलाइदिने होला। काम गर्दा गर्दै कस्तो भोक लागेको जस्तो फिल भयो, त्यसैले बलिरहेको आगोमा आलु पोलेर खाने निर्णय गरियो। आलु मात्र खाएर हुँदैन रे, फेरि यो लोभी जिब्रोलाई चियाको स्वाद पनि चाख्नु पर्छ रे। अनि भन्नु त साथीहरू, यो पोलेको आलु र चियाको स्वाद चाहिँ कस्तो होला त। फाइनली चिया पनि तात्यो अनि आलु पनि पाक्यो। खाएर हेर्दा त स्वाद पनि लाजवाब नै थियो। त्यसको साथसाथै आजको लागि यो मिनी भ्लग पनि यही सकियो। फेरि भेटौँला भोलिको अर्को नयाँ मिनी भ्लगमा। ओके बाइ बाइ।